हेलो गाइस, सबैजनालाई वेलकम। अनि आज चाहिँ हैन राँगा बाख्राको सार्नलाई गइरहेको छौँ। अनि आजको भिडियो चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ हैन हामी अहिले जङ्गलमा छौँ। अलिअलि हरियाली भइरहेछ जङ्गलहरू पनि है। यता हेर्न सकिन्छ कि बल्ल यो पहिला पत्ता सबै झरेको थियो, अहिले बल्ल हरियो आइरहेछ हो। यस्तो छ जङ्गल। अनि यो जङ्गलमा चाहिँ बास्ना आइरहेछ क्या, यस्तो मिठो मिठो बास्ना आइरहेछ क्या। कि कुन फुल फुले जस्तै एउटा बास्ना चाहिँ मलाई याद छ, बेलको बास्ना आइरहेछ होइन। अनि के फुलको बास्ना आइरहेछ हो, त्यो मिठो खालको। लामो लामो सास फेर्न मन लागिरहेछ हो। के को बास्ना आइरहेछ, यस्तो दामी बास्ना आइरहेछ होइन। बास्ना आएको छ कि छैन? कस्तो दामी बास्ना आइरहेछ है। हामी 3 जना छौँ अहिले, 2 जना भाइहरू छ, म छु। जङ्गलको बाटो गइयो, बगर त देखेकै हो होइन अरू भिडियोहरूमा। तर बास्ना चाहिँ के को आएको क्या, कति मिठो के। आम्मामा यस्तो दामी बास्ना आइरहेछ। लामो लामो सास फेर्नु मन लाग्छ जङ्गल आउने बित्तिकै। यो सायद असारेको फुल त छैन, के को फुलको बास्ना आइरहेछ। अरू बाख्रा पनि चलेर छ। हामी चाहिँ यो बाटो लाग्छौँ। त्यो चेन डाँडा चेन हेऱ्यो छोटोदेखि मसान घाट बाख्रा चलिरहेको थियो। बल्ल हरियो भयो क्या जङ्गल चाहिँ। मजा आउँछ जङ्गलमा हरियाली होइन। अस्तिसम्म सुक्खा लागिरहेछ, बल्ल हरियो आइरहेछ। हरियो पत्ताहरू, नयाँ नयाँ पत्ताहरू आइरहेछ। फाइनली गाइस हामी चाहिँ बगरमा आइपुग्यौँ हो। अनि बाख्राहरू चाहिँ मेरो यहाँनिर चरिरहेछ, यहाँ देखिरहेछ अलिअलि हो। आधी यता छन्, आधी ऊ पर छ, देखेको छैन यसमा भिडियोमा होइन। पर छ बाख्राहरू। अनि पहाड पनि आज चाहिँ कति मजाले देखेको छ। योभन्दा पनि अझै मजाले चाहिँ बिहानखेरि आउँदाखेरि देख्छु कि। अहिले घामले गर्दा हो कि के गर्दा हो, पहाड चाहिँ देखेको छैन कि। म जुम गर्छु ल। बिहानखेरि आएर चाहिँ भिडियो गर्दाखेरि चाहिँ यस्तो दामी देखिन्छ नि, पहाड पुरै क्लियर देखिन्छ क्या बिहान चाहिँ। अब बाख्रालाई सबैलाई घाँटीमै खोलिदिने हो। चर्छ यिनीहरू मुने। यहाँ छ अर्को, यसको बच्चा चाहिँ कहाँ गयो है, पर चरिरहेको रहेछ, देखिँदैन त। यहाँ रहेछ सानो बच्चा छ। यस्तै छ गाइस, जङ्गल हरियाली भइसक्यो। अब दामी मजाको भिडियोहरू आउने दिन आयो है। ल गाइस, अब पानी पर्न लाग्यो। यहाँ छ मेरो राँगाहरू हो। आकाश अन्ध्यारो भइसक्यो, हावा पनि चल्न थालिसक्यो है। ल गाइस, अब चाहिँ मजा आउने हो घर। अब घर पनि पर छ। पर त घाम लागिरहेछ त हौ, यता त घाम लागिरहेको, घाम लागिरहेछ। पानी पर्न लाग्यो गाइस।
चाहिँ घर जानु पर्यो पानी पर्छ मजा आउँछ है यहाँबाट अब पर यतातिर जानुपर्छ मेरो घर ल गाइस फेरि भेटौँला बाई बाई